हरिओम जय होस्। आज मैले स्वस्थानी कथा वाचन गर्ने क्रममा मैले 14औं अध्याय एकदम राम्रो, मिठो, छोटो, राम्रो र सुन्नै पर्ने अध्याय मैले आज सुरु गरेको छु। तपाईले एकाग्र भएर, एक मन एक चित्त भएर कामको चापलाई पनि आफूलाई एउटा अलिकति समय मिलाएर कसरी हुन्छ हजुरहरूले सुन्नुहुने छ भन्ने म आशामा छु। श्री स्वस्थानी परमेश्वरी माता सुन्नी सुनाउने र धर्म कमाउने सजिलो स्वस्थानीको कथा हो। आज 14औं अध्याय भन्दैछु। हरे नमः। मेरा फेसबुक प्रेमी साथीहरूलाई पनि नमन र टिकटक प्रेमी साथीहरूलाई पनि नमन। म 14औं अध्याय म सुरु गर्न गएँ। जय होस्। मैले सुरु गरेँ, सुन्नु है। कथा सुरु गर्नुभन्दा पूर्व गरिने स्तुति। हरिओम यम वर्मा वरुणेन्द्र रुद्रमरुत स्तुन अन्ति व्यस्त भएर वेदै साङ्गपतकर्मोपनिषदैर्गारि हन्ति यम सामगा ध्यानावस्थि तद्गतेन मनसा पश्यन्ति यम योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चित जलबपु शुक्लाम्बरा मालिका मालालङ्कृत कुण्डल प्रविलसन मुक्ता बलि शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष माला करा वाग्देवी वदनम्बुज वसति मे त्रैलोक्य माता चिरं मुखं करोति वाचालं पङ्गुलङ्घयते गिरं यत्कृपा तमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसाददास्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृतं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। साष्टाङ्ग नमनं कृत्वा स्वस्थानी परमेश्वरीं कथासु सुदोपमं देव्या सुर्तं इष्टफलं लभे। श्री स्वस्थानी परमेश्वरी अन्तिम श्लोकमा भन्यो नि साष्टाङ्ग नमन गरेर वक्ता र सुन्नेलाई बराबर फल मिल्छ भनेको छ कि है। ल हरिओम। ल सबैले एकाग्र मन गरेर एक चित्त भएर सुन्नुहोला र भिडियो सेयर गर्न नभुल्नुहोला। डबल ट्याप गर्दै रहनुहोला। भगवानलाई फुल नै त्यही हो। जय होस्। अथ 14औं अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, त्यहाँ उपरान्त पार्वतीले श्री स्वस्थानी परमेश्वरीको प्रसाद 8 रोटी 8 अक्षता 8 बेली पुष्प 8 यज्ञोपवीता 8 पान 8 गुटका सुपारी सौगुन समेत लिही महादेवलाई दी बिन्ती गरिन्। हे स्वामी, अब मेरो तपस्या पूर्ण भयो। केटाकेटीदेखि हजुरलाई धाइरहेकी थिएँ, आज पाएँ भनी महादेवका हातमा चढाई साष्टाङ्ग प्रणाम गरी हे आदि पुरुष, हे श्री स्वस्थानी परमेश्वरीका व्रतका प्रभावले मैले हजुर जस्ता स्वामी पाएँ। फेरि पनि म केही बिन्ती गर्छु। यो ब्रह्माण्ड संसारमा कोही दुखी छन्, कोही दरिद्र छन्, कोही पापी छन्, कसैका सन्तान छैनन्, कसैका स्त्री छैनन्, कसैका पुरुष छैनन्। यो व्रत प्रकाश गरिदिए सबैको उद्धार होला। यति पार्वतीले भनेको वचन सुनि महादेवले उपाय बताउन आज्ञा गर्नुहुन्छ। हे पार्वती, धन्य तिमी। दुखी दरिद्रका उपर तिमीलाई त्यस्तो दया भएपछि उपाय बताउँछु। सुन है राम्ररी। पहिले अश्वत्थामा ऋषिलाई डाकी रसातल पातालमा पठाऊ, त्यहाँ उनले प्रकाश गरिदेलान्। यति महादेवले आज्ञा गरेपछि पार्वतीले हवस भनी अश्वत्थामा ऋषिलाई डाक्न पठाइन्। अश्वत्थामा ऋषि आएर महादेव पार्वतीलाई प्रणाम गरी भने, हे भवानी शंकर, मलाई के कामले डाक्नुभयो सो आज्ञा गर्नुहोस्। यति अश्वत्थामाका वचन सुनि पार्वती आज्ञा गर्दछिन्। हे अश्वत्थामा ऋषि, तिमी रसातलमा पातालमा जाऊ। त्यहाँ जो दुखी छन्, जो पापी छन्, जो दरिद्र छन्, जसका स्त्री छैनन्, सुन्न है राम्ररी, जो दुखी छन्, जो पापी छन्, जो दरिद्र छन्, जसका स्त्री छैनन्, जसका सन्तान छैनन्, तिनलाई यस्ता विधिले श्री स्वस्थानी परमेश्वरीको व्रत गराऊ र उद्धार होलान्। पार्वतीले श्री विष्णुले आफूलाई बताए झैं व्रत विधि बताइन् र जाऊ भनी बिदा दिइन्। यति पार्वतीले आज्ञा गरेको सुनि
अश्वत्थामा ऋषि खुसी भई होस् भनी महादेव पार्वतीलाई साष्टाङ्ग प्रणाम गरी रसातल पातालमा गए। त्यहाँ उपरान्त एक दिन महादेवले पार्वती कत्तिकी चतुरी रहेछन् हेर्नु पर्यो भनी आफू कसैले नदेख्ने परीक्षा लिनुहुन्छ महादेवले ठाउँमा लुक्न गए। महादेवलाई पार्वतीले नदेखि यताउता खोजी हिँड्न लागिन्। कहीँ पाउन सकिनन् र अति चित्त आकुल गरी बिलाप गर्न लागिन्। फेरि कता जानुभयो भनी अनेक ठाउँमा खोज्दा लुकिरहेका महादेवलाई फेला पारिन् र भनिन्, हे ईश्वर, तपाईले किन मलाई छोडी लुक्न जानुभयो? म सुन्दरी भइन, मन परिन र लुक्न जानुभयो कि मलाई छोडी कतै अन्त जान लाग्नुभयो? यस्ता तरहसँग पार्वतीले भनेको वचन सुनि केही नबोली मनमा भन्न लागे, यी पार्वतीले मलाई यसै छोड्ने भएनन्। यो रूप फेरि अर्को रूप लिई वन विहार गर्न जानु पर्यो। स्त्रीको चरित्र र रूप हेर्न खोज्छन् महादेवले, अनेक दुःख दिन्छन्, फेरि पनि उनी हार नमानेर महादेवलाई नै कोरेर बसेको हुन्छ नि। हेर्नुहोस् है यो निचोडमा कस्तो छ भनी त्यहाँदेखि अन्तर्धान भई श्लेष्मान्तक वनमा एक्लै गई किराँतीको रूप लिई वनमा शिकार गर्दै हिँड्न लागे। महादेवलाई पार्वतीले फेरि देखिनन् र मनमा साह्रै दुःख मानी महादेवले मलाई किन छल्नुभयो भनी मनमा सन्देश गरी ध्यान दृष्टिले विचार गरी हेरिन्। तब महादेवले किराँतीको रूप धारण गरी श्लेष्मान्तक वनमा शिकार खेली हिँडेको थाहा पाइन् र पार्वतीले महादेवलाई छल्नका निमित्त अत्यन्त राम्री भई श्लेष्मान्तक वनमा गई एउटा ठूलो वृक्षको छायामा बसिरहिन्। श्री महादेव पनि वन छिर्दै त्यहाँ आइपुगे। किराँती रूप पार्वतीलाई देखि मोह भई सोध्न लागे, हे सुन्दरी, तिमी को हौ? देवकन्या होगी कि यक्षकन्या होगी, नागकन्या होगी अथवा अप्सरा होगी? मैले हेर्दा त तिमी जस्ती राम्री यो ब्रह्माण्ड संसारमा हुन दुर्लभ छ। फेरि एक्लै यो वनका बीचमा किन आई बसिरह्यौ? तिमीलाई डर पनि लाग्दैन कि यो अघोर वनमा बन्ने जस्तो बाघ हात्तीको भए पनि कति नमानी निर्धक्कसँग बसेकी? यो कुराको वृत्तान्त मलाई भन। यति किराँती रूप श्री महादेवले आज्ञा गरेको सुनि किराँतिनी रूप पार्वतीले श्री महादेव यिनै हुन् भनी चिनी मनमनै दण्डवत गरिन्। श्री महादेव कस्ता तरहसँग आएका थिए भने बायाँ हातमा धनु लिएका, दाहिने हातमा त्रिशूल लिएका, सर राख्ने ठेक्रो काँधमा बोकेका, सर्पका गहना लगाएका, महाभयंकर मूर्ति भएका यस्ता किराँती रूप श्री महादेवलाई देखि पार्वतीले भन्न लागिन्, हे किराँत, म यहाँ बसेको धेरै वर्ष भयो। किराँतिनी हुनाले बाघ हात्तीको डर पनि मलाई केही लाग्दैन। तपस्या गरी बसेकी छु। यस्ता तरसँग दुई स्त्री पुरुषका अनेक कुराकानी हुँदैमा साँझ पर्यो र किराँती रूप महादेव आज्ञा गर्दछन्, हे सुन्दरी, तिमी पनि एक्लै छौ, म पनि एक्लै छु। हामी दुवै जना यही बसौं। यति महादेवको वचन सुनि पार्वती भन्दछन्, हे किराँत, तिमी लोग्ने मानिस, म स्वास्नी मानिस, एक्लै यस्तो वनमा बीचमा कोही नभएको ठाउँमा कसरी एक्लै ठाउँमा बास बसौं? लोग्ने मानिसको धर्म हुँदैन। यो सत्य हो है, लोग्ने मानिसको धर्म हुँदैन। राम्री स्वास्नी देखेपछि घर आमा बाबु बिर्सन्छन्। त्यस अर्थ एक ठाउँमा बास नबसौं। यो कुरा नगर। सबैमा त नहोला, धेरैमा भन न। यति किराँतिनी रूप पार्वतीको वचन सुनि किराँत रूप महादेवले भने, हे सुन्दरी, त्यस कुरामा केही सन्देह नगर। त्यसपछि दुई स्त्री पुरुष त्यस वृक्षको मुनि बास गरे। यस्ता तरसँग बस्दा केही दिन बित्यो र पार्वतीका मनमा यसै बसी कति निर्वाह गर्ने हो? यी भोलेनाथ यसै बसी पनि भुक्तान गर्न पनि सक्छन्। अब केही जुक्ति गर्नु पर्यो भनी मनमा विचार गरी महादेवलाई छली आकाशवाणी भए गरी भन्न लागिन्, हे ईश्वर, तपाईले याद नराख्दा हामी ब्रह्मा विष्णु इन्द्रादिहरू सबैले साह्रै दुःख पायौं। यसै बस्नुभयो भने हाम्रो उद्धार को गर्ला? हे करुणामय, हे वृषभध्वज, कैलाशको चर्चा गरी हाम्रो उद्धार
गरी रक्षा गर। यस्तो आकाशवाणी भएको सुन्दा पनि महादेवले यो कसका उपर भन्यौ, म यहाँ आएको कसैले देखेको छैन भनी यताउता हेम, केही पत्ता लगाउन सकेनन् र देवताहरूले भनेका होलान् भनी चुप लागि किराँतीनीहरू पार्वतीलाई नदेखी खोज्न लागे। तब पार्वतीले पनि केही थाहा नपाए झैँ गरी फलफुल टिपी खान लागेकी थिइन्। तब किराँतरूप महादेवले त्यहाँ पुगी भने, हे सुन्दरी, तिमीलाई खोज्दा कहीँ पाउन सकिन, कहाँ गएकी थियौ? तब किराँतीनीहरू पार्वती भन्दछन्, हे किराँत, भोक लाग्दा कन्दमूल खोज्न गएकी हुँ, कहीँ गएकी छैन। यति कुरा गरिरहँदा पूर्ण चन्द्रभन्दा पनि अति राम्री पार्वतीलाई देखि चित्त चञ्चल भई कामले पीडा गर्दै किराँतीनीहरू पार्वतीलाई समात्न जाइ लाग्दा किराँतीनीहरू पार्वती भन्दछन्, हे किराँत, तिमी कस्ता रहेछौ? तिम्रो धर्म यही हो? मैले त महादेव बाहेक अरू स्वामी तुल्याउने छैन भनी प्रतिज्ञा गरी यहाँ वनमा आई उनै श्री महादेवको तपस्या गरी बसेकी छु। तिमीले त्यसो गरे तिमीलाई श्राप गरी म हत्या गरी मर्नेछु। यति किराँतीनीहरू पार्वतीको वचन सुनि किराँतरूप महादेव आफ्नो ज्योति स्वरूपधारी दर्शन दिँदै भने, हे सुन्दरी, तिमी यस्तो भन्दछौ भने उनै महादेव म हुँ। वन विहार गर्न मन लाग्दा वन विहार गर्न आएको हुँ, नपत्याए हेर। अब किराँतीनीहरू पार्वतीले मनमा आनन्द गरी पाउमा दण्डवत गरी बिन्ती गर्न लागिन्, हे ईश्वर, उसो भए कन्यादान लिन मेरा बाबु मातारी छेउ हिँड्नुहोस्। पार्वतीले यति भनेको वचन सुनि लौ भनी किराँतीनीहरू पार्वतीका पछि लागि महादेव गए। जाँदा जाँदा हिमालय पर्वतका घरमा पुगे। तब महादेवले थाहा पाई पार्वती पो रहेछन्। मलाई छल गरी आफ्ना बाबा मातारी छेउ ल्याइन्। अब मैले कसो गरौँ भनी लाज मानी अन्तर्दान भई किरातेश्वर शिवलिङ्ग भई श्लेषमान्तक वनका उत्तर भागमा गई बसिरहे। फेरि महादेवलाई नदेखि पार्वती अति विलाप गरी ध्यान दृष्टिले विचार गरेर किरातेश्वर शिवलिङ्ग भई रहेको चाल पाई पार्वतीले बागमतीमा नित्य स्नान गरी किरातेश्वर शिवलिङ्गको ध्यान गरी वस्त्र पहिराई धूप दीप नैवेद्य चढाई पूजा गरी तपस्या गरिन्। पार्वतीले स्नान गरेको हुनाले त्यस ठाउँको नाम गौरी घाट भयो। जो मनुष्य गौरी घाटमा स्नान गरी किरातेश्वर शिवलिङ्गको दर्शन गर्ला, यहाँनिर निचोड आयो है, हेर्नुहोस्। जो मनुष्य गौरी घाटको स्नान गरी किरातेश्वर शिवलिङ्गको दर्शन गर्ला, त्यसको सब दुःख हरण होला, लक्ष्मी वृद्धि होलिन्, यस लोकमा सुख सम्पत्ति पाई परलोकमा कैलाश पद पाउला। जय होस्। यो अत्यन्त हे अगस्त्य मुनि भनी कुमारले आज्ञा गरेर त्यस उपरान्त यस्तै तरसँग नित्य पार्वतीले तपस्या गरेको देखि महादेव प्रसन्न भई हँस्याइलो मुख गरी आफ्नो स्वरूप दर्शन दिए। तब जगतमा पार्वतीले मनमा हर्ष भई पाउमा परि दण्डवत गरिन् र अञ्जली बाँधी बिन्ती गर्न लागिन्, हे ईश्वर, हजुरले मलाई किन यस्ता तरहसँग दुःख दिनुभयो? मलाई हजुरले मन पराउनु भएन कि? यसरी अनेक तरहसँग विस्मात गरेको सुनि महादेव असाध्यै खुसी भई पार्वतीलाई अङ्कमाल गरी आफ्ना काखमा राखी त्यहाँदेखि अन्तर्धान भई हिमालय पर्वतका घर गए। यस्ता तरहसँग महादेव पार्वती आएको देखि हिमालय पर्वतले अत्यन्त खुसी भई पुष्पवृष्टि गरी आसनमा बसाली 84 व्यञ्जन तयार गरी भोजन गराए। त्यहाँ 2-4 दिन बसी महादेवले पार्वती छेउ आज्ञा गरे, हे पार्वती, धेरै दिन भयो कैलाश सुन्ने भएको छ। अब यहाँ बसी के गर्नु छ? कैलाश जाउँ। तेरा बाबा महातारी छेउ बिदा हुनुपर्छ। दुवै स्त्री पुरुष मिली गएर महादेवले हिम्मतसँग यो आज्ञा गरे कि, हे पिता, ससुरासँग धेरै दिनदेखि सतीदेवी मर्नाले कैलाश सुन्ने छ। अब तपाईले आज्ञा दिए कैलाश जानेछु। महादेवले पिता भनी यस्ता वचन बोलेको सुनि हिमालय पर्वतले बहुत धेरै सन्तोष भई महादेव छेउ गई बिन्ती गरे, त्रैलोक्यनाथ सम्पूर्ण देवताका पनि महापिता पनि तपाई
अज्ञानीले भने चाहिँ तपाईलाई मोहले छोपी हे पिता भन्नुभयो, मेरो सम्पूर्ण अज्ञान नाश गरी ज्ञान दिनुहोस्, सदा तपाईका भक्तिमा मेरो चित्त लागोस्। हे शशिशेखर, पहिले पूजा गरौं। यति भनी महादेव पार्वतीलाई नाना वस्त्र अलङ्कार पहिराई सिंहासनमा बसाली 16 पूजा गरी भोजन गराई स्तुति गर्न लागे। हे भवानी शंकर, जस्तै लक्ष्मीनारायणले समुद्रका घरमा गई बसेका समुद्रलाई जस्तो आनन्द भएथ्यो, त्यस्तै तपाईँ दुई स्त्री पुरुष मेरा घरमा राज गर्नाले मलाई आनन्द भयो। हे जगदीश्वर, तपाईँ कस्ता भने आफ्ना मायाले ब्रह्माण्ड संसार व्यतीत गरी बस्ने यस्ता तपाईलाई साष्टाङ्ग कोटि कोटि नमस्कार। फेरि समुद्र मन्थन गर्दा कालकुट विष निस्क्यो र संसार दग्ध हुन लाग्यो। त्यो विष काण्डमा राखी रक्षा गर्नुभयो र नीलकण्ठ पनि नाम रह्यो। यस्ता तपाईलाई कोटि कोटि नमस्कार। हे विश्वम्भर, फेरि आफूले सृष्टि गरी आफूले संहार गर्ने यस्ता तपाईलाई कोटि कोटि नमस्कार। हे परमपिता परम ब्रह्मा, फेरि त्रिपुरासुर दैत्यलाई मार्दा तपाईको सामग्री कस्तो भने पृथ्वी रथ, चतुर्वेद घोडा, चन्द्र सूर्य रथको पाङ्रा, ब्रह्मा सारथी, सुमेरु पर्वत धनुष, शेषनाग धनुषको ताँदो, विष्णु बाण गरी मार्ने यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। हे युगेश्वर, ब्रह्मा पनि तपाईँ, स्थावर पनि जङ्गमयति तपाईँ, यसका यम पनि तपाईँ, यमका यम पनि तपाईँ नै हो। नारायण पनि तपाईँ नै हो। सत्व रज तम त्रिगुण पनि तपाईँ नै, मृत्यु पनि तपाईँ नै, कालका काल पनि तपाईँ नै हो, गुणका गुण पनि तपाईँ नै हो। देवता पनि अनाथका नाथ पनि, विश्व रूप मूर्ति पनि, अन्त नभएका पनि तपाईँ नै हो। अष्टवसु पनि, द्वादशादित्य पनि, दिक्पाल पनि, ब्रह्माण्ड संसारमा सम्पूर्ण प्राणीका हृदयमा बसी पाप पुण्यको साक्षी भइरहेका पनि तपाईँ नै हो। हे वीरसमध्वज, तपाईको महिमा वर्णन गर्न चतुर्मुख वर्माको पनि सामर्थ्य छैन। 1000 जिउरा भएका शेषनागको पनि गम्य छैन। मेरो कसो गरी होला। यस्ता तरहले हिमालय पर्वतले नाना स्तुति गरेको सुनि महादेव सन्तोष भई हँस्याइलो मुख गरी, हे पर्वतराज, तिम्रो भक्तिदेखि म सन्तोष भएँ। सदा मेरो भक्तिमा चित्त लगाई कैलाश पद पाए। अब हामी जान्छौं भनी हिमालय पर्वत मेनका छेउ बिदा भई बिर्समा चढी पार्वतीलाई काखमा लिई कैलाश पर्वतमा गई पार्थगण सहित भई आनन्दले रहँदा भए। इति श्री स्कन्द पुराणे केदार खण्डे माघ महात्म्य कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर व्रत कथायां श्री स्वस्थानी कैलाश परदेश नाम चतुर्दशो अध्याय। हरे नमः। हरि ओम। उपनयत मंगलवार सकल जगत मंगलालय श्रीमान दिन कर किरण निबोधित नवनलिन दल निवेक्षण श्रीकृष्ण काले पर वर्षन्तु वर्जन्या पृथ्वीमिं सत्यशालिनीं देशोऽयं स्वरहितो ब्रह्मणः सन्तु निर्भया अपुत्रः पौत्रिणः सन्तु पौत्रिणः सन्तु पौत्रिणः निर्धनः सदनः सन्तु जीवन्तु शरदां शतं तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोद्धार कथा प्रसंग या कुन्दन्तु सारहार धवला या शुक्रवस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या वर्माच्युत शंकर प्रवृत्ति देवै सदा वन्दिता सामं पादं सरस्वती भगवती निशेषजाड्यापा कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा निःसृत्य प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायण इति समर्पयेत् अन्यन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतं समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीं। जय स्वस्थानी माता। हामी सबैको कल्याण होस्, सबैलाई रक्षा गर्नु नै छ। र आजको अध्याय असाध्यै रोचक थियो। के गर्नाले सबै पापहरू नाश हुन्छ, कुन व्रत गर्नाले पापहरू नाश हुन्छ भनेर भगवानमा पनि मन्थन गरेर श्री स्वस्थानी परमेश्वरीको व्रत गराऊ भनेर भगवानले पठाउनु भएको छ। अब 15औं अध्यायमा र पार्वती र शिवको खेला, उनीहरूको माया कतिको छ,
पार्वतीले शिवको मन चोर्ने, महादेवले पार्वतीको मन चोर्ने। हेर्नुहोस् त कस्तो ऊ भयो। त्यति हुँदाखेरि पनि अन्जानमा पनि एकदम अलिकति पनि बिचल्ली नभएर दुवै भगवान बस्नुभयो। पार्वती महादेवपति पाऊँ भनेर र महादेव पनि पार्वती नै स्त्री मेरो अर्धाङ्गिनी बनाउनु पाऊँ भनेर बस्नुभयो। त्यो नै एउटा कठोरता हो। धर्म गर्नुपर्छ, सुन्नुपर्छ। सुनेर धर्म हुने भनेको स्वस्थानी हो। स्वस्थानी सुन्न कति पनि हिचकिचाउनु हुँदैन। स्वस्थानी सुन्दाखेरि कहिले पनि मिठो समय निकालेर, सानो समय निकालेर सुन्नुपर्छ। धर्म हुन्छ। थोरै परिश्रम गरेर धेरै पुण्य प्राप्त गर्ने भनेको स्वस्थानी हो। मैले भनि पनि रहेको छु, मैले भन्छु पनि। तपाईँहरूको घरमा सक्नुहुन्छ भने स्वस्थानी पाठ पूजा गर्नुहोस्, पाठ पारायण गर्नुहोस्। स्वस्थानी यदि सक्नुहुन्न भने एउटा पुस्तक किनेर, यदि त्यो गर्ने सामर्थ्य छैन, हामीमा त्यो गर्ने ऊ छैन भने एउटा पुस्तक किनेर घरमा राख्दा पनि पुण्य प्राप्त हुने भनेको स्वस्थानी हो। जय होम प्रभु, जय स्वस्थानी माता, जय होम। भोलि म ठिक यसै बेला नेपालको 10 बजेर दुबईको 8:15 बजे म फेरि 15औं अध्याय, अझै मिठो रोचक अध्याय, अझै सुनिरहँ लाग्ने अध्याय लिएर आउने छु। जय होस्, जय होस् मेरा फेसबुक प्रेमीहरूलाई, भगवान भक्तिलाई र टिकटक प्रेमीलाई पनि जय होस्।